नमस्कार। गुड लागेछि। गुड मर्निङ। स्वागत गर्न चाहन्छु सम्पूर्ण महानुभावहरूलाई शिक्षा र सिप कार्यक्रमको यो 165औं श्रृङ्खलामा। यो शिक्षा र सिप कार्यक्रम डब्लुएलएस रिसर्चको फेसबुक पेजमा हरेक बुधबार बिहान 8 बजेदेखि 9 बजेसम्म लाइभ आउने गर्छौँ। आजको यो लाइभ थोरै प्राविधिक कारणहरूले गर्दा थोरै ढिला सुरु गर्दैछौँ। तैपनि यो लाइभको प्रतीक्षामा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई म कार्यक्रम सञ्चालक नेवल चौधरीको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु। यो कार्यक्रममा अहिले हरेक बुधबार विशेष गेस्ट बोलाएर शिक्षा र सिपको बारेमा उहाँको पर्सनल व्यक्तिगत जीवन भोगाए अनुभव र समाजमा शिक्षा सँगसँगै सिपलाई कति महत्त्व दिनुपर्छ यी विषयहरूमा रहेर समाजमा भएका कतिपय समस्या, त्यसका समाधान आफ्नो व्यक्तिगत अनुभवका आधारमा हामी राख्ने गरेका छौँ। र आजको यो विशेष 165औं श्रृङ्खलाको कार्यक्रममा पनि सप्तरी जिल्लाको अघिनसार कृष्णा सबरण गाउँपालिकामा भएको एकजना विशेष समाजसेवी, पढे लेखेको, काठमाडौँको बोर्डिङ स्कुलमा निकै वर्ष अध्यापन पेसामा आफ्नो समय बिताउनु भएको, केही वर्ष विदेशमा पनि रहेर काम गर्नुभएको, उहाँको आफ्नो अनुभवहरू लिनुभएको र अहिले थारू कल्याणकारिणी सभा जस्तो थारू कल्याणकारिणी सभा सप्तरी जिल्लाको सचिव पदमा रहेर काम गर्दै गर्नुभएको, साथै अघिनसार कृष्णा सबरण गाउँपालिका लेभलमा राजनीतिक हिसाबले पनि नेतृत्व गर्दै आउनु भएको व्यक्तित्व हाम्रो अतिथि हुनुहुन्छ। तपाईहरू फ्रेममा देख्दै हुनुहुन्छ मिलन चौधरी। उहाँसँग विशेष कुराकानी गर्नेछौँ यो शिक्षा र सिप कार्यक्रममा। उहाँ आफै पढे लेखेको हुनुहुन्छ, राजनीतिमा हुनुहुन्छ, समाज सेवामा हुनुहुन्छ, गाउँदेखि लिएर सहरदेखि लिएर विदेशसम्मको अनुभव छ। उहाँको भोगाई, उहाँको सङ्घर्षका कुराहरू हामीले आजको शिक्षा र सिप कार्यक्रममा गर्नेछौँ। तपाईहरूको पनि कुनै जिज्ञासा प्रश्न रह्यो भने अवश्य नै कमेन्टमा राख्नु हुनको लागि अनुरोध गर्छु। मैले त्यो प्रश्नहरू, जिज्ञासाहरू पनि समावेश गर्ने प्रयास गर्छु। आउनुहोस् सबैभन्दा पहिला स्वागत गरौँ आजको विशेष अतिथि मिलन चौधरीलाई। उहाँ अघिनसार कृष्णा सबरण गाउँपालिकाको जनता समाजवादी पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, थारू कल्याणकारिणी सभाका जिल्ला सचिव हुनुहुन्छ र अरू मैले उहाँको पहिलाको अनुभवको कुराहरू गरि नै हाले। मिलन सरलाई आजको यो शिक्षा र सिप कार्यक्रममा स्वागत छ। तपाईको आफ्नो परिचय यो कार्यक्रम मार्फत दिनको लागि अनुरोध गर्दछु। धन्यवाद। सबभन्दा पहिला म सम्पूर्ण डब्लुएलसँग जोडिएका सम्पूर्ण साथीहरूलाई नमस्कार भन्न चाहन्छु र यो कार्यक्रम हेरिराख्नु भएको सम्पूर्ण साथीहरूमा पनि नमस्कार, गोर लागेछि भन्न चाहन्छु। हाम्रो नवल भाइले धेरै व्याख्या गरिदिनु भयो मेरो बारेमा, हैन? यसको लागि धेरै धेरै धन्यवाद। र सबभन्दा धन्यवादको पात्र डब्लुएलएस कार्यक्रम सञ्चालक नेवल चौधरी भाइ, उहाँलाई धेरै धेरै धन्यवाद। जो मसँग भएका कुरा, आफूले जाने बुझेका कुरा डब्लुएलएस मार्फत यो समाजलाई दुई शब्द अथवा केही बोलेर
आफ्नो कुरा राख्ने जुन मौका दिनुभयो त्यसको लागि यो WS का सम्पूर्ण टिम लाई म बहुत बहुत आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। अरू र यो सँगै म आफ्नो परिचय पनि दिन चाहन्छु। अब विस्तृत रूपमा नेवल सरले सम्पूर्ण मेरो परिचय दिँदा पनि म आफ्नो परिचय म आफैबाट भन्न चाहन्छु। मेरो नाम मिलन कुमार चौधरी हो। म साबिक सीतापुर गाविस वार्ड नम्बर 7 र अहिलेको अग्निसार कृष्ण सेवरन गाउँपालिका वार्ड नम्बर 2 इटहरवा निवासी। अहिले हाल सीतापुर कनौली इटहरवा बजारमा बसोबास गरिरहेको छु। र मेरो परिचयका क्रममा मेरो शिक्षा भनेको अब ब्याचलर हो, BA ब्याचलर अफ आर्ट्स त्यही हो। अनि अरू कुराहरू त अब शिक्षामा पनि अब थोरै समयमा धेरै लामो त होइन, शिक्षकको रूपमा पनि कार्यरत भएँ। समय परिस्थितिले मान्छेलाई कहाँ कहाँ जानुपर्ने हुन्छ त्यहाँ जानुपर्ने आवश्यकता भएको कारणले गर्दाखेरि वैदेशिक रोजगारमा पनि गएर आइयो, अहिले भनिसक्नु भएको छ। त्यही हो। एकदमै मिलन दाजु, अब तपाईँसँगको आज यो फोर्मल भन्दा पनि कतिपय कुराहरू हामी एकदमै इन्फोर्मलै तरिकाले पनि अब गाउँमा राजनैतिक हिसाबले पनि अगाडि बढ्दै हुनुहुन्छ, समाजमा अगाडि बढ्दै हुनुहुन्छ। त्यही भएर हाम्रा गाउँका सबै मान्छेहरूले बुझ्ने भाषामै हामी कुरो गर्छौँ र सबै आफ्नो अनुभवकै कुरो गर्ने हो। धेरै बनावटी कल्पनाका कुराहरू हामी गर्दैनौँ। शिक्षा र सिप कार्यक्रम हो। विशेष गरेर मैले मिलन दाजुलाई राम्रोसँग चिन्छु, अब सँगै एउटै नजिकैको गाउँ पनि भएको हुनाले काठमाडौँमा बोर्डिङ स्कुलमा तपाईँ राम्ररी स्थापित भएर टिचिङ गर्दै गर्दा म पनि भर्खर भर्खर काठमाडौँ पुगेको थिएँ र म पनि बोर्डिङ स्कुलै पढाउनको लागि पुगेको थिएँ। त्यति बेला जुन किसिमले मलाई सपोर्ट सहयोग गर्नुभएको छ म अझै सम्झिन्छु। त्यो काठमाडौँको बोर्डिङ स्कुलमा लामै समय पढाउनु भयो, शिक्षकको रूपमा रहनुभयो। त्यो अनुभव कस्तो रह्यो? टिचिङको पिरियडको अनुभव थोरै बताउनु न मिलन दाजु। त्यहाँबाट हामी सुरु गरौँ। धन्यवाद। अब शिक्षण पेसामा हुँदाखेरि मैले भोगेका अनुभवहरू म यहाँ समक्ष राख्न चाहन्छु। खासमा म शिक्षण पेसा, हरेक पेसा एउटा आवश्यकता हुन्छ हैन। आवश्यकताको हिसाबले समयले पनि अब त्यो आवश्यकतालाई पूर्ति गर्नुपर्ने बाध्यता हुन्छ। त्यसै अनुरूप काठमाडौँको लगनखेल स्थित नवप्रभात माध्यमिक विद्यालयमा म एउटा साथी हुनुहुन्थ्यो, एउटा पछिको, पहिले नाम बिर्सिनु भएको छ, उहाँ सायद अहिले स्वर्गवास भइसक्नु भएको छ। उहाँले मलाई अब त्यो शिक्षणको लागि त्यो ठाउँमा लिएर जानुभयो। अनि त्यहाँको प्रिन्सिपल निकै समाजसेवी, ट्रिपल चारम विद्यामा तपाईँको विद्याधरी के अरे PhD गरिसक्नु भएको मान्छे हो होइन। उहाँले मलाई मेरो सर्टिफिकेटहरू हेरेर र उहाँले केही जसरी आज म इन्टरभ्यू दिँदै थिएँ त्यसरी नै इन्टरभ्यू लिनुभयो होइन। त्यो इन्टरभ्यूमा म एकदम सत्य बोल्नुपर्छ। शिक्षण पेसामा पहिला कतै नलागेकोले मेरो त्रुटिहरू धेरै थियो हैन। उहाँ सरले जुन एउटा क्यापिटल नेपालकै राजधानी स्थित रहेको बोर्डिङ स्कुलमा म जस्ता शिक्षकले पढाउने क्वालिटी खासै उहाँको भाषाले थिएन। सब्जेक्ट वाइज त ठिक हो, तर भाषा पनि आवश्यकता भएकोले अब बोर्डिङ स्कुलमै पढाउनु पर्ने भएकोले अब अङ्ग्रेजी
अङ्ग्रेजी त मेरो सुरुदेखि नै अलिकति कमजोर थियो होइन। अब त्यहाँ मैले खासमा म्याथमेटिक्स तराईको विद्यार्थी परेँ। साइन्स म्याथमेटिक्स को राम्रै अनुभव भए तापनि भाषाले गर्दाखेरि मलाई त्यहाँ अलिकति समस्या भयो, र समस्या हुँदा हुँदै पनि अब उहाँ एउटा समाजकर्मी, समाजका युवाहरूलाई ठाउँ दिने प्रिन्सिपल भएको नाताले उहाँले मलाई भन्नुभयो, तपाईँको भाषामा धेरै प्रब्लम छ, तथापि म तपाईँलाई 6 महिनाको पिरियड राखेर म तपाईँलाई टेस्ट गर्छु भनेर मलाई मौका दिनुभयो। यो माध्यमबाट हाम्रो उहाँ सरलाई पनि अझै पनि म धन्यवाद दिन चाहन्छु। र मेरो एउटा मार्गदर्शकको रूपमा त्यो मेरो पहिलो करि हो, जो जीवनको अनेकौँ उतार चढाव मध्ये त्यो एउटा महत्त्वपूर्ण मेरो सिकाइको क्रममा मैले लिएको छु। त्यहाँ गइसकेपछि अब उहाँले 6 महिना मलाई टाइम दिनुभयो। 6 महिनामा तपाईँको भाषा सम्बन्धी सब्जेक्टली त तपाईँ राम्रो टिचर हुनुहुन्छ, तर भाषै नजानिकन कसरी विद्यार्थीलाई शिक्षा दिने त? भाषा पहिला त हुनु पर्यो महत्त्वपूर्ण। अब त्यो स्कुलमा के हुँदो रहेछ, नेपाली शिक्षक बाहेक प्राय अरू शिक्षकले त्यो नेपाली भाषा बोल्नै नपाउने त्यो एउटा नियम बनाएको रहेछ होइन। अब त्यहाँ त्यो नियम भएपछि अब मैले पनि त्यो नियम त पालन गर्नै पर्ने भयो होइन। सबैले गर्नुपर्ने भएपछि टिचरले किन नगर्ने? म पनि त्यसलाई पालन गर्दै गएँ। मलाई धेरै अप्ठ्यारो भयो। अब चुनौतीहरू धेरै थिए। अनि त्यो हाम्रो यो जो प्रिन्सिपल हुनुहुन्थ्यो उहाँले नै आइडिया दिनुभयो। जसरी आज यो WLS-सँग जोडिएपछि हाम्रो सुशीलजीले आइडिया अथवा बाटो देखाउँदै हुन्छ, त्यसरी नै उहाँले मलाई बाटो देखाउनु भयो। तपाईँको भाषामा धेरै समस्या छ। त्यहाँ मैले त्यो स्कुलमा पढाउँदाखेरि मलाई चार कक्षाको के अरे 4 कक्षादेखि 8 कक्षासम्मको मलाई जिम्मा दिनुभयो होइन। र कक्षा 7का क्लास टिचर पनि बनाउनु। अनि कक्षा टिचर भइसकेपछि भाषा नजानेपछि मलाई धेरै समस्या भयो। उहाँले एउटा बाटो सुझाउनु भयो। मेरो जम्मा 4वटा क्लास थियो, 3वटा क्लास फ्री नै थियो। उहाँले आइडिया दिनुभयो, तपाईँ यदि भाषा सिक्नुहुन्छ र यही पेसालाई निरन्तरता दिनुहुन्छ भने तपाईँलाई भाषाको एकदमै आवश्यक छ, र त्यो कसरी पूर्ति हुन्छ त होइन। त्यसको लागि उहाँले मलाई एउटा आइडिया दिनुभयो। तपाईँ अब यो 4 देखि तल होइन, 4 देखि तल तपाईँको जुन जुन पिरियड खाली छ त्यो टिचर अब्सेन्ट भएको छ भने तपाईँ कसैलाई नसोधिकन त्यो क्लासमा जानुहोला र विद्यार्थीसँग कुरा गर्नुहोला। तपाईँ सब्जेक्ट जेसुकै पढाउनुहोस्, तर कुरा चाहिँ विद्यार्थीसँग, साना साना नानीहरूसँग कुरा गर्नुहोला। तर आज म ती साना नानीहरूलाई धन्यवाद दिन चाहन्छु कि मेरो गुरु नर्सरीको बच्चा हो, मेरो गुरु LKG को बच्चा हो, मेरो गुरु 1 2 3 का बच्चाहरू हो, जसले मलाई त्यो इङ्ग्लिस सिकाएर त्यो स्कुलमा 14 वर्षसम्म सेवा गर्ने मौका दियो। त्यो मेरो खासमा गुरु भनेको मेरो साना साना नानी केटाकेटीहरू नै हो, जसले मलाई इङ्ग्लिस भाषा सिकायो। अब त्यो सिक्दै गएपछि मैले 6 महिनाको पिरियडमा जब मैले 3 महिना काम गरेँ, मैले अब साँच्चीकै भन्नु पर्दाखेरि अहिले त मलाई बडा मतलब आश्चर्य लाग्छ मैले त्यो कसरी गर्न सकेँ, तर सक्दो रहेछ। 3 महिनापछि मैले जुन एक लाइन पनि अङ्ग्रेजी बोल्न नसक्ने र अङ्ग्रेजी सब्जेक्टमै फेल भएको मान्छे बोर्डिङ स्कुलको टिचिङ गर्ने मौका पाउँदाखेरि 3 महिनामा मैले 5 मिनट 10 मिनट बोल्न सक्ने हैसियत बनाइसकेँ। त्यो साना साना नानी मेरा गुरुको कारणले मैले त्यति भने। अनि 3 महिनापछि मलाई सरले फेरि बोलाउनु भयो। उहाँ एकदम मेरो प्रगतिप्रति एकदम सन्तुष्ट हुनुभयो। अनि त्यही निरन्तरता, फेरि तपाईँ त्यही निरन्तरता गर्नुहोस्। अनि 3 महिनापछि मलाई फेरि उहाँ सरले मलाई 500 रुपियाँ स्यालेरी पनि बढाउनु होइन।
अनि त्यसपछि म त्यसरी त्यही क्रममा गर्दै गएँ। अनि 6 महिना 7 महिना 8 महिना हुँदै गएपछि अब म त्यहाँ बोल्न सक्ने भएँ। र जुन उद्देश्यको लागि म टिचिङ गर्न गएँ, भाषा सम्बन्धी जुन प्रब्लम थियो मलाई त्यति साह्रो थिएन। जे होस् मैले तपाईँको एकदमै प्रखर नभए तापनि मैले आफ्नो जीवनलाई धान्न सक्ने अवस्थामा पुगेँ। त्यहाँ 6 महिना 7 महिनामा 1 वर्ष काम गरिसकेपछि म अलि भाषामा पनि राम्रै भएँ। त्यो म यहाँ राख्न चाहन्छु। एकदम चाहिँ एक एकदमै एक वर्ष दाजुले जे होस् बोर्डिङ स्कुलमा स्ट्रगल गर्दै बच्चाहरूसँग पनि सिक्न अप्ठ्यारो नमानिकन सिकेर टिचिङ लाइनमा एकदमै इस्टाब्लिस हुनुभएको थियो र शिक्षण पेसा गर्दा गर्दै तपाईँ मैले देख्दा है त्यति बेला तपाईँ राम्रो इस्टाब्लिस भएर एउटा इस्टाब्लिस टिचरको रूपमा काम गर्दै हुनुहुन्थ्यो राम्रो स्कुलमा मैले भेट्दाखेरि र राम्रोसँग तपाईँको फ्यामिली लाइफ राख्दा त्यति बेला तपाईँ विदेश जानुभयो के यो पढाइ अब टिचिङको हुनसक्छ टिचिङको क्यारियरले अब अझ जति राम्रो कमाइ हुनु पर्थ्यो त्यो कमाइ सायद हुँदैन थियो कि के थियो त्यो शिक्षक जीवनपछि तपाईँ विदेश काम गर्न जानुभयो विदेशमा काम गर त्यो जानुको पछाडि त्यस्तो निर्णय किन गर्नुभयो र त्यस कस्तो अनुभव रह्यो विदेशतिरको अनुभव कस्तो रह्यो मिलन दाजु त्यो पनि कुरो गरौँ पर्यो। त्यो कुरालाई सोच्दाखेरि मैले त्यो बेला धेरै गलत डिसिजन लिएको छु जस्तो लाग्छ होइन। अब अँ, साथीहरूकै माहौल नै त्यस्तो भइसक्यो। त्यतिखेर कोरिया जाने एउटा धेरै मतलब यो हाम्रो नेपाली समाजमा धेरै तपाईँको उसमा दिग्विजयको रूपमा थियो। सबै कोरिया जाने लाइनमा थियो। अब हाम्रो 40 जनाको ग्रुप थियो होइन। 40 जना मध्ये मलाई लाग्छ 38-30 जना म जस्तै शिक्षण पेसाका साथीहरू थिए होइन। अब ल अब यहाँको के अरे यहाँको स्यालेरीले अब नपुग्ने भयो। अब मान्छेहरू काम गर्दै गएपछि त्यसको इच्छा आकाङ्क्षाहरू बढ्दै जान्छ। त्यो अनुसारको स्यालेरी नभएपछि कति मान्छे के अरे यताउति पनि हुन्छ। त्यही क्रममा म पनि भएँ अथवा भाँसिए भनौँ न। अब अहिलेको साँच्चीकै मूल्याङ्कन गरेर बोल्दाखेरि मैले गलत निर्णय लिएर त्यो गरेँ, त्यसमा लागेँ होइन। र गयो पनि विदेश। अ, अब कोरियामा त सम्भव भएन। कोरियाको लाइनमा मैले 3वटा स्टेपहरू के अरे इक्जाम दिँदाखेरि पास पनि भएँ। कोरिया लाने जैनमा तपाईँको त्यसको तिर्नु पर्ने पैसा तपाईँको जम्मा पहिला 2,50,000 भनेको थियो होइन। जब के अरे यो हाम्रो इन्टरभ्यूका क्रमहरू बढ्दै गए लगातार मैले 3वटा इन्टरभ्यूमा पास भएँ। अनि त्यसको फेरि नेपाल पहिला पनि अब दलालहरूको निर्णयको बन्दीमा अझै पनि छ। जुन अवस्थामा अहिले छ त्यो पहिल्यैदेखि नै हो गरे। अनि त्यही सेरोफेरोमा हाम्रो त्यो कोरिया जानेको पैसा तिर्नुपर्ने सङ्ख्या बढ्दै बढ्दै गएर 7 लाख, जुन मेरो फ्यामिलीले तिर्न सक्ने हैसियत थिएन। अनि त्यहाँबाट मैले ब्याक भएँ। र अब यो के गरौँ त अब त्यति बेलासम्म 1.5-2 वर्ष शिक्षण पेसाबाट पनि अलिकति म टाढा भएँ। टाढा भइसकेपछि अलिकति के अरे बाटो बिरा जस्तो लाग्यो क्या। अनि इरिटेट हुने तपाईँको मतलब के गरौँ के नगरौँ कुनै डिसिजनै गर्न उसमा पुगेन। अनि के अरे फेरि त्यसपछि एउटा यो हाम्रो सामाजिक यो बोर्डिङ स्कुलकै भित्र एउटा इन्डियाको के अरे हाम्रो यता के भन्छ प्रायः जसो यताको टिचर पहिला त्यो इन्डियन नै थियो होइन। त्यो स्कुलमा फेरि मैले 8-9 महिना काम गरेँ। त्यो स्कुलमा अब फेरि यता विदेश जाने एउटा दुईतिर परेँ कि। अब दोधारमा परेँ, त्यहाँ टिचिङ पनि गरिरहेको छु, उता फेरि विदेश जाउँ कि भनेर मतलब कन्फ्युजनमै 1 वर्ष फेरि त्यो स्कुलमा मैले टिचिङ गर्दाखेरि कन्फ्युजनमै मैले टिचिङ गरेँ। अनि त्यसपछि यता दुबई जाने काममा एउटा भिजा लाग्यो। रामभुवन चौधरी भन्ने भाइ थियो जसले मलाई मैले नै त्यसलाई पहिलाचोटि विदेश पठाएको हो। उहाँको उसमा मलाई त्यहाँ बोलाउनु भयो।
त्यहाँ गइसकेपछि मलाई आफ्नो योग्यताको जुन के अरे डिग्री हासिल गरेको थिएँ, त्यो खासै त्यति मूल्यवान जस्तो लागेन। इन्टरभ्यू दिन गयो, अब पास त ब्याचलर गरेको छु, तर जुन हाम्रो यो यहाँ एजुकेसनको जुन सिकाइ छ, मतलब काम लाग्ने, त्यहाँ दुबईमा इन्टरभ्यू दिँदाखेरि हाम्रो सिकाइ र हाम्रो यो नेपालको जुन करिकुलम छ, त्यहाँ कामै लाग्न नहोस् क्या। त्यहाँ इन्टरभ्यू दिँदाखेरि ब्याचलर साथमा केही काम छैन। त्यहाँको प्र्याक्टिकली नलेज नभइसकेपछि त्यहाँ त्यहाँ पनि धेरै दुःख पाइयो। धेरै ठाउँमा इन्टरभ्यू दिएँ। अब त्यहाँ जुन किसिमको विदेशमा जस्तै जसरी अब स्कुलकै इक्जाम्पल दिँदाखेरि मैले ब्याचलर पास गरेर गएको, तर मेरो तपाईँको गुरु को भए त नर्सरीका नानीहरू भए। अब त्यही जुन डिग्री लिएर मैले स्कुलमा टिचिङ गर्न गएँ, त्यही डिग्री लिएर पनि विदेश गएँ होइन। त्यहाँ पनि धेरै स्ट्रगल गर्नु पर्यो होइन। अब सरकारले मलाई ब्याचलर पास गरेको डिग्री दिनुभयो। वैदेशिक रोजगारमा जाँदाखेरि त्यो प्र्याक्टिकली हाम्रो यो एजुकेसन प्र्याक्टिकली नभएपछि त्यो ब्याचलर डिग्री पास गरेको कतै केही काम लाग्यो होइन। त्यो डिग्रीलाई यथावत राखेर साइडमा राखेर, त्यो काम नलाग्ने भएपछि साइडमा राखेर अब के गरौँ त, पैसा खर्च गरेर विदेश आइयो, अब यो डिग्रीले काम दिन सकिरहेको छैन। अब के चाहियो त, अब प्र्याक्टिकली। अनि मैले अब विदेशमा आइसकेपछि फर्केर घरतिर जानु पनि असम्भव जस्तो लाग्यो होइन। अब काठमाडौँमा परिवार छ, बच्चा बुच्ची पढ्दैछन्, त्यो एजमा मैले विदेशी नै पुगेको हो होइन। मेरा धेरै समस्याहरू थियो। अनि त्यहाँ अब मैले के गरौँ, अनि सेक्युरिटी गार्डमा मैले इन्टरभ्यू दिएँ। वैदेशिक रोजगारमा गइसकेपछि मलाई एउटा अनुभव भयो, त्यहाँ जुनसुकै काम गर्नुपर्ने एउटा भित्र जे काम दिए पनि म गर्न सक्षम छु अथवा गर्छु भन्ने मनसाय लिएर गयो भने वैदेशिक रोजगारमा जाने केटाहरू अथवा युवाहरू कहिले पनि ठगियो। तर मसँग जसरी मैले नै मेरो अनुभव साट्न चाहन्छु, यदि म ब्याचलर पढेको छु, म सेक्युरिटी गार्ड गर्दिनँ भनेपछि म त्यहाँ काम नपाउने रहेछ। किनभने मेरो डिग्रीले मलाई कुनै पनि जब दिने आधार देखिँदैन। किनभने त्यहाँ प्र्याक्टिकलीहरू के अरे यो टेक्निकली सब्जेक्ट मैले पढेर गएको थिएन। अब गर्नु पर्ने जेनरल हो त, या त क्लिनरको काम गर्नु पर्यो, या त अफिस बोयको काम गर्नु पर्यो, नन टेक्निसियन काम गर्नु पर्यो, या त कम्प्युटरका त्यो त टेक्निकली नै भएको। त्यो नलेज नभइसकेपछि मैले सेक्युरिटी गार्डमा काम गरेँ। त्यहाँ सेक्युरिटी काम गर्दाखेरि पनि अब काम त अब हामीले हाम्रो समाजले कामले पनि डिफाइन गरेको छ क्या। जस्तै अब कामको अथवा काम गराएको जबको त कुनै डिफाइनै नहोला, काम त कामै हो। उदाहरणको रूपमा कुनै एउटा स्विपरले सरसफाइको काम गरेर आफ्नो बच्चालाई हायर एजुकेसन पढाउँछ, आफ्नो परिवारलाई पाल्छ, त्यसले त्यो पैसाले। त्यो पेसालाई हाम्रो समाजले त्यसलाई इज्जत नगर्दो रहेछ क्या। जबकि त्यो पैसाले उसले आफ्नो बच्चाको राम्रो भविष्यको लागि एउटा कोरिडोर कोर्दो रहेछ। आफ्नो परिवारलाई घाँस बास कवास पुर्याउँदो रहेछ। त्यो कुरालाई हामी डिफाइन गर्छौँ, यो त सिपर हो, काम लाग्ने यो पनि काम हो भनेर हाम्रा सोचले, यहाँको नेपाली सोचको अवस्था त्यो छ। त्यो पनि एउटा मतलब सिकाइकै क्रम हो। त्यसरी मैले तपाईँको विदेश कति त्यहाँ वर्ष बस्नुभयो मिलन दाजु? कति वर्ष जति विदेशमा काम गर्नुभयो? 12 वर्ष मैले काम गर्दाखेरि त्यहाँ लगभग त्यहाँको डाटा हेर्दाखेरि दुबईको राजधानी भनेको अबुधाबी हो होइन।
अबु धाबीमा मैले 12 वर्ष काम सिक्युरिटी गार्डको काम गरेको। काम त एकदमै हाम्रो बुझाइमा, नेपालीको बुझाइमा सिक्युरिटी गार्ड भनेको तल्लो स्तरको काम हो। तर जनसम्पर्कको हिसाबले तपाईँको धेरै नेसनालिटीसँग त्यो त्यो जबले धेरै मान्छेसँग, धेरै नेसनालिटीसँग कुरा गर्ने मौका दिँदो रहेछ। किनभने गेटमा एउटा सुरक्षाको लागि बस्ने मान्छे हाम्रो नजरमा त धेरै तल्लो स्तरको काम हामीले व्याख्या गर्छौँ नेपालीहरूले। तर त्यहाँ त्यो ठाउँमा जुन देश तपाईँको अब राम्रो अवस्थामा छ, यो कुराहरूले ख्याल गर्छ। हरेक हरेक जबको, हरेक क्याटेगोरीको कामलाई उनीहरूले पुरा तपाईँको इज्जतको साथ, इज्जतसँग जोडिएको हुन्छ। एउटा रेस्पोन्सिबिलिटी सबैको बराबरै रेस्पोन्सिबिलिटी हुन्छ काम गरेको उसमा। अनि त्यो हिसाबले हरेक नेसनालिटीहरू हामीसँग जोडिने सबैसँग तपाईँको अब यो हाम्रो साना साना नानीको गुरुहरूको कृपाले म त्यहाँ इङ्ग्लिस बोल्न भइसकेपछि त्यहाँ अमेरिकनहरू पनि आउने, तपाईँको ब्रिटिसहरू प्रायःसो म तपाईँको ब्रिटिस अमेरिकनहरूसँगै काम गरेको तपाईँको सुरुको अवस्थामा 5-6 वर्ष। किनभने त्यहाँ पनि दुबईमा तपाईँको अमेरिकनहरूले नै चलाइरहेछ तपाईँको पुरै सिक्युरिटी डिपार्टहरू उहाँहरूकै जिम्मामा भएकोले तपाईँको विदेश त्यही अमेरिकन के अरे मान्छेहरूसँगै तपाईँको धेरै कुरा हुन्थ्यो। अनि हाम्रो देशको बारेमा पनि जान्न पाएँ, उनीहरूको काम गरेको पनि सेयर हुन्थ्यो होइन। त्यहाँ पनि धेरै स्ट्रगल गरेको मैले सारांशमा यो बुझेँ कि मेहनत नगरिकन, स्ट्रगल नगरिकन तपाईँ जतिसुकै हायर लेभलको डिग्री किन नहोस् होइन, त्यो डिग्री बिना मेहनतको त्यो डिग्री पनि काम नलाग्दो रहेछ भन्ने मलाई एउटा शिक्षा पनि मैले प्राप्त गरेँ। र आज त्यही शिक्षाको आधारमा म वैदेशिक रोजगारमा जाने युवाहरूलाई पनि त्यही भन्छु, तपाईँ यदि सकेसम्म त नजानुहोस्, विदेश आफ्नै देशमा मेहनत गर्नुहोस् होइन। जसरी आज हाम्रो एउटा कन्भर्सेसनमा सुशील सरले भन्नुभयो, तपाईँ पहिला एउटा के अरे त्यो मलाई साह्रै मार्मिक लाग्यो आजसम्मको लाइफमा। पहिला तपाईँ डिसिजन गर्नुहोस् कि के गर्ने हो त पहिला होइन। अहिलेसम्म मलाई लाग्छ मेरै लाइफमा मैले सायद म कुनै एउटा ठोस डिसिजनै नलिकन आजको 55-56 वर्ष भइसक्यो तपाईँको यो अन्यलकै लाइफमा हामी। किनभने हाम्रो सोसाइटी नै त्यस्तै छ। अब सोसाइटीलाई त के दोष दिनु होइन, मेरो दोष भयो। एउटा कुनै एउटा ठोस, कुनै एउटा भिजन, कुनै एउटा उद्देश्य बिनाकै अहिलेसम्म हिँडिरहेको थियो। तर आज यो अनुभव प्राप्त गरिसकेपछि युवाहरूलाई अथवा यो सुन्ने साथीहरूलाई पनि, अब सुन्ने साथीहरू त मभन्दा क्यापेबल नै छ होला यो WLS-मा, एउटा पहिला तपाईँ के गर्न चाहनुहुन्छ पहिला ठोस डिसिजन लिएर काम गर्नुभयो भने तपाईँ अमेरिका जानुहोस्, जापान जानुहोस् अथवा नेपालमै बसेर त्यो अमेरिका जतिको काम गरेर एउटा आफ्नो लाइफलाई त्यो लेभलमा लान सकिन्छ भनेर मलाई आज फिल भएको हो। आज पनि म त्यही त अब सुशील मिलन दाजु विदेशमा 12 वर्ष काम गर्नुभयो। विदेशको काम पनि राम्रै थियो, सेक्युरिटी गार्डको रूपमा काम गर्दै हुनुहुन्थ्यो। विदेशीहरूसँग पनि एउटा सम्पर्क बन्ने, सम्बन्ध बन्ने, उनीहरूसँग काम गर्ने मौका पनि पाउनुभयो। विदेशमा काम गरेपछि जब फर्केर त्यसपछि आउनुभयो, त्यसपछि तपाईँ गाउँ फर्कने निर्णय गर्नुभयो, आफ्नै गाउँ भनौँ न, काठमाडौँमा सेटल नभएर। यो निर्णयको पछाडि के कारणहरू थिए दाजु? अब यस कारण त अब के हुन्छ भने तपाईँ हामी एउटा सामाजिक प्राणी भइसकेपछि, अब सामाजिक प्राणी भइसकेपछि र तपाईँले केही अनुभव अथवा केही नलेज प्राप्त गरिसकेपछि त्यो समाजको लागि पनि दिन पाए अथवा गर्न पाए हुन्थ्यो कि भनेर मेरो मनमा कुरा लाग्यो होइन। त्यहाँ अब काम गरेको क्रममा त मैले तपाईँको स्यालेरी पनि त्यतिखेर राम्रै भइसकेको थियो, लगभग तपाईँको 1 लाखको हाराहारीमा पनि भइरहेको थियो। तर कहिलेकाहीँ के हुँदो रहेछ भने तपाईँको पैसाले पनि मान्छे सन्तुष्ट नहुँदो रहेछ। एउटा कुनै एउटा इच्छा मनमा छ भने
पैसाले त हरेक कुरा पनि गर्दो रहेछ, तर एउटा अटुट हुन्छ नि। केस अब मैले अरूको बारेमा भनौँ न समाजको बारेमा म मेरो माध्यमबाट केही गर्न सक्छु, अथवा यो विदेशमा जुन कुरा मैले सिकेँ, स्कुल पढाइको क्रममा जुन कुरा सिकेँ, त्यो गाउँमा गएर म केही गर्छु भन्ने उद्देश्यले म खासमा आएको हो। त्यो कुराले मलाई अब फेरि गाउँमै आफ्नै ठाउँमै गएर केही गरौँ भनेर मेरो एउटा कन्सेप्ट अथवा मेरो दिमागले मलाई आदेश दियो कि अब मिलन, तिमी आफ्नै देश फर्कौ, आफ्नै गाउँ फर्कौ र त्यहाँ केही काम गर भनेर एउटा आदेश पाए जस्तो लाग्छ मलाई। मेरै दिमागले त्यो हिसाबले उम्, कन्भिन्स भएर म ओके, अहिले सामाजिक कार्य र नेतृत्वको भूमिकातिर जान्छु। अहिले तपाईँ थारू कल्याणकारी सभा सप्तरी जिल्ला समितिको सचिव हुनुहुन्छ। यो संस्थाले थारू कल्याणकारी सभाले थारू समुदायका लागि, यो त थारू समुदायकै लागि बनेको संस्था हो, थारू समुदायका लागि के गर्दै आएको छ मिलन दाजु? अब यो थारू कल्याणकारिणी सभा धेरै पुरानो सामाजिक संस्था नै हो यो, होइन? यो कुनै राजनीतिक पार्टी पनि होइन, विशुद्ध सामाजिक संस्था हो। समाजको हितको लागि निर्माण भएको, तत्कालीन अवस्थामा तपाईँको हाम्रो समाजमै काम गर्ने सामाजिक संस्था भएकोले उनीहरूको उद्देश्य थियो कि हाम्रो यो थारू समुदायमा संस्कृति जगेर्नाको उद्देश्यले नै यो स्थापना भएको हो। बाल विवाहहरू, तपाईँको यो दहेज प्रथाहरूलाई रोक्ने मुख्य उद्देश्यका साथ स्थापना भएको यो थारू कल्याणकारिणी सभा हो। 2005 सालमै स्थापित भएको भनेर सबैले भन्छ, होइन? त्यही बेलादेखि नै तपाईँको यो थाकसले हरेक संस्थाको एउटा विधान हुन्छ, त्यो विधानलाई टेकेर त्यसका पदाधिकारीहरूले काम गर्नुपर्ने अवस्था हुन्छ। तर उही बेलाको जुन उद्देश्य लिएर हामीले हिँडिरहेका छौँ अहिलेसम्म त्यो यथावत नै छ। र आजको यो WLLC को एउटा सिकाइले मलाई एउटा के कुरा सिकायो, हामी थारू भाषा भन्छौँ, संस्कृति भन्छौँ। हाम्रो संस्कृतिले हाम्रा चेली बुहारीहरू साडी लगाएर आफ्नो जब ससुराली आउँछ उनी साडी लगाएर आउँथ्यो, हाम्रो सिकाइ त्यो हो। तर हामी थारू कल्याणकारिणीले गरिरहेको सिकाइ विपरीत अरू कुरा जुन अहिले, किनभने समय बित्दै गएपछि पुरानो ढाराको सिकाइले पनि नसिक्दो रहेछ। हाम्रो थारू कल्याणकारिणी, यसलाई अब साथीहरूले सुनेपछि थारू कल्याणकारिणी सभा सप्तरीको सचिवले नै यसरी बोल्दो रहेछ, यसलाई नेगेटिभ भावले पनि लिन सक्छ होला। म आग्रह गर्छु समय परिस्थिति अनुसार हामीले पनि बदल्नु पर्छ। हामी पुरानै ढारामा सधैँभरि अब मलाई पनि आज, किनभने सिकाइको प्रक्रिया जुनसुकै अवस्थामा पनि मान्छे सिक्नु पर्ने हुन्छ। आजको सिकाइले मलाई के भनिरहेछ भने थारू कल्याणकारिणी सभा सप्तरीको सचिव भए तापनि अहिलेको आवश्यकता के हो त? हामीले थारू कल्याणकारिणी थारूहरूलाई दिनुपर्ने अब पुरानै नाचगानमा पनि पुरानै तपाईँको यो थारू भाषा मात्रै गरेर पनि अहिलेको जुन वैज्ञानिक एजको अवस्था जुन छ अहिलेको यति फास्ट ट्र्याकमा जुन विकास भइरहेछ, अब हामी पुरानो डल्लै ढर्राले समाति राख्यो भने हाम्रो समुदाय पनि तपाईँको यथास्थितिमै रहन्छ। त्यही तपाईँको थाकसले जुन विधान दिएको छ गर्ने तहत त त्यही नै हो, होइन? अब संस्कृतिको बारेमा कुरा गर्छ, हाम्रो धर्मको बारेमा कुरा गर्छ, भाषाको बारेमा कुरा गर्छ। के अरे यो सामाजिक हिसाबले त्यो पनि सही नै हो, तर त्यसै डोरलाई मात्रै समातेर अहिलेको युगमा, अहिलेको जुन एजुकेसनको जुन एउटा स्ट्यान्डर्ड छ, किनभने मान्छे अब अझै हाम्रो सुशीलजीले एउटा कुरा गर्नुभयो, हामीले सिकाउँछौँ
हाम्रा चेली बुहारीले साडी लाउँछ, तर एकदमै यो कुराले मलाई यति छोएछ आज जुनै फेरि म आफ्नो इन्टरभ्यूमा राख्न चाहन्छु। यो यो त आवश्यकता हो नि। हाम्रा बुवा चेलीलाई भन्छु तिमी कुर्ता सुरुवाल नलगाऊ, तर हाम्रो थारू समुदायमा हेरौँ अहिले होइन, मेरै नजरमा छ जुन मैले भाव बोक्न नसके पनि हाम्रो एउटा शिक्षकको रूपमा सुशील चौधरी हुनुहुन्छ, आज मलाई झल्काइदिनु हो। तपाईँले नसिकाएको कुरा हाम्रा बुहारीहरूले कसरी सिक्यो त? थारू संस्कृतिले त त्यो भन्दैन। तर आजको आवश्यकता त हो। तपाईँ आजको आवश्यकताको विरुद्धमा जान चाहनुहुन्छ भने तपाईँको यो शिक्षा कसले ग्रहण गर्छ त? त्यसैले अब थाकसको जुन एउटा उद्देश्य त्यो त छँदैछ, तर समय सापेक्ष हामीले परिमार्जन गरेर होइन आजको आवश्यकता के हो त्यो अनुसार चलेन भने अब यो थाकस अहिले भनिरहेको छु नि, हामी अब कति वर्ष भयो त? आज 2005 सालमा स्थापित भएको आज 81 भयो, 75-76 वर्ष भइसक्यो। 75-76 वर्ष जुन कुरा हाम्रा परशुनारायण चौधरीले जुन कुरा गर्यो, आजको युगमा आजको यो साइन्टिफिक युगमा मिलन लेखीले पनि त्यो कुरा गरेपछि समाजमा परिवर्तन ल्याउन सकिँदैन। एकदमै त्यसैले हामी शिक्षा र सिप कार्यक्रममा छौँ। शिक्षा र सिप कार्यक्रमको उद्देश्य नै भइराखेको जुन परम्परा कतिपय ज्ञानहरू छ त्यसले समाजलाई अथवा हाम्रा समाजका व्यक्तिहरूलाई सकारात्मकतातिर, उन्नति प्रगतितिर लान्छ कि लाँदैन? लाँदैन भने के परिवर्तन गर्नु छ त्यो कुरा पनि दिनु, त्यो त्यो खालको म्यासेज दिनु पनि उद्देश्य हो। र आज मिलन दाजुको आफ्नो भोगाई, पढाइ, विदेश, अहिलेको यो सामाजिक संस्थाको अनुभवका कुराहरू हामीहरूले राखिराखेका छौँ। तपाईँहरू धेरैजना हेर्दै हुनुहुन्छ यो फेसबुक पेजमा। प्रश्न, कुनै जिज्ञासा छ भने अवश्य नै राख्नको लागि अनुरोध गर्दछु। तपाईँ अब मिलन दाजुलाई थारू कल्याणकारिणी सभामा त सामाजिक रूपले काम गरिराख्नु भएको छ नि, राजनैतिक हिसाबले पनि तपाईँ एउटा पार्टीलाई एउटा गाउँको लेभलमा, आफ्नो गाउँपालिकाको लेभलमा नेतृत्व दिँदै हुनुहुन्छ। त अब खोलेरै भन्नुपर्दा तपाईँ जनता समाजवादी पार्टी नेपालको गाविस अध्यक्ष हुनुहुन्छ त्यहाँको। र अध्यक्षको रूपमा तपाईँको मुख्य लक्ष्यहरू के हुन् मिलन दाजु? तपाईँ राजनीतिक रूपमा स्थापित हुँदै गर्दा एउटा गाउँपालिकामा राजनीतिक कर्मीले अथवा राजनीतिको मुख्य उद्देश्य नै चुनाव लड्ने, जित्ने, अब जितेपछि केही न केही त मैले यो गाउँपालिकामा यो काम गर्छु, यसरी परिवर्तन गर्छु हुनुपर्छ। त्यो के लक्ष्यहरूका साथ अगाडि बढ्दै हुनुहुन्छ मिलन दाजु? धन्यवाद। अब किनभने यो प्रजातान्त्रिक नेपाल प्रजातान्त्रिक देश भइसकेपछि अब विभिन्न पार्टीहरूले आफ्नो पार्टी खोलेका छन्। त्यसै तहत के अरे संविधान तहत नै हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल पनि नेपालमा स्थापित छ र यसका माग मुद्दाहरू सम्बोधन गर्ने क्रममा यसका जुन मेनिफेस्ट छ त्यही हेरेर म यो पार्टीमा लागेपछि समाज केही योगदान अथवा त्यसमा लागेको पार्टी र समाज भनेको परस्पर एउटा चिज हो, परस्पर एउटै चिज हो। चाहे सामाजिक अभियन्ता होस्, यो पार्टीमा लागेर पनि म समाजकै काम गरिरहेको छु र थाकसमा लागेर पनि तपाईँको त्यही काम गरिरहेको छु होइन। पार्टी र सामाजिक संस्थाको दुइटैको काम एउटै हुँदो रहेछ कि यो समाजमा भएका विकृतिहरू, समाजले पर्ने अधिकारहरूका कुराको वकालत गरिदिने अथवा मान्छेले जनचेतना जगाउने, हाम्रो अधिकारी हो यसको लागि यो गर्नुपर्छ भनेर एउटा
माध्यम भएर एउटा माध्यम भनौँ न, माध्यम भएर म यो पार्टीमा लागेको हो होइन। कि अब यो पार्टीको उद्देश्य नै छ कि अब हाम्रो अब पार्टीकै कुरा गर्ने हो भने तपाईँको विभिन्न माग मुद्दा लिएर हरेक पार्टी स्थापित भइरहेछ। हाम्रो पार्टीको मूल ध्येय नै हो तपाईँको बहिष्कृतमा परेका निमुखा जातिहरूको पनि यो देशमा प्रतिनिधित्व होस्। उसले किनभने अब जात जातिको हिसाबले हाम्रो सुरुदेखि नै अब नेपालको इतिहासदेखि नै तपाईँको तल्ला जातिहरूले मान्छे सहने नगन्ने होइन। अनि अधिकारको कुरा गर्दाखेरि अब जातको हिसाबले पनि तपाईँको के अरे अपहेलित गर्ने अथवा डिभिजन गर्ने विकृतिको रूपमा छ। त्यसैलाई हामीले त्यसै कुरालाई लिएर होइन, जनता समाजवादी पार्टीले पनि अब हामी मधेसका तराईका जुन बहिष्कृतमा परेका अथवा देशैभरि बहिष्कृतमा परेका पहाडमा पनि अब दलित जनजातिहरू छन्, उनीहरूलाई पनि अब उनीहरूसँग पनि एउटा क्षमता छ नि त। दलितका जो डुम भाइ छ उसले पनि पढ्न पाउनुपर्छ, आफ्नो समाजमा बस्न पाउनुपर्छ। उसले तपाईँको मानव भइसकेपछि उसको पनि हाम्रो समुदायमा पानी चल्नुपर्छ, किनभने मान्छे त मान्छे नै हो। तर मान्छेलाई पनि तपाईँको जनावरभन्दा पनि विभेदकारी जुन एउटा नीति बनाएको छ त्यसको विरुद्धमा त्यो नहोस् भनेर म यो पार्टीमा लागेर यसलाई अभियानकै रूपमा आफ्नो समाजमा हाम्रो अधिकार यो है, हामी लड्नुपर्छ भनेर अथवा अधिकारको लागि हामीले भिड्नुपर्छ भनेर माध्यमको काम गरेका छु। त्यही नै हो यो सपा नेपाल, अथवा म त्यही काम जुन काम म फेरि भन्छु सामाजिक कार्यकर्ताले गरिरहेछ, यो पार्टीको माध्यमले पनि म त्यही काम गरिरहेको छु। धन्यवाद। गाउँमा विशेष गरेर सामाजिक परिवर्तनहरू ल्याउनको लागि तपाईँले के चुनौतीहरूलाई सामना गरिरहनु भएको छ? विशेष मेन त्यहाँको च्यालेन्ज के छ गाउँमा मिलन दाजु? मेन अब अहिले हाम्रो खासमा अब म जुन ठाउँमा मेरो जन्म छ, जुन समुदायमा म बसिरहेको छु, मोस्टली हाम्रो त्यो ठाउँको बहुसङ्ख्यक जाति भनेको थारू जाति नै हो होइन। यो हाम्रो थारू जातिमा तपाईँको अब साँच्चीकै भन्नुपर्दाखेरि तपाईँको शिक्षामा जुन एउटा जुन जुन शिक्षा लिनुपर्ने हो होइन, त्यो चाहिँ असल शिक्षा प्राप्त भइरहेको छैन जस्तो लागिरहेछ होइन। अब शिक्षा नै तपाईँको शिक्षामै नै पछाडि परिसकेपछि त्यो समुदायमा बसेका अगुवा र पछुवा सबैलाई धेरै च्यालेन्ज हुँदो रहेछ। अब मेरो ध्येय छ कि तपाईँको हामीले जुन शिक्षाको कमी छ जुन समुदायमा, यो शिक्षाको लागि अब अहिलेको युगमा त झन् शिक्षाप्रति मान्छेलाई धेरै त्यति साह्रो जागरुकता देखिँदैन। किनभने अब हाम्रो समुदायमा शिक्षालाई के अरे प्राप्त नगर्ने अनेक टुल्सहरू तपाईँको भइसकेका छ। केटाकेटीहरू गलत बाटोतिर गइरहेछ, त्यो शिक्षा प्राप्त नगरेकै उपज हो। अब यसमा म खासमा च्यालेन्ज के हो भने यहाँको सबभन्दा पहिला जो विद्यार्थी छ उसको अभिभावकले बुझ्नुपर्ने कुरा हो। हामी आफ्ना यो त अहिले भनौँ न, अहिले अ, गाउँमा शिक्षाको लागि शिक्षा सम्बन्धी मैले समस्या त किन देख्दिनँ भने सरकारी स्कुलहरू छँदैछ, सरकारी सँगसँगै बोर्डिङ स्कुलहरू पनि स्थापित भइराखेको छ भने गाउँमा शिक्षित हुनबाट रोक्नको लागि खास के कुराले अप्ठ्यारो पारिराखेको जस्तो लाग्छ? शिक्षा त तपाईँको प्रमाणपत्र लिएपछि शिक्षा त्यो होइन नि त। उम्, मैले के भनिसकेँ, मैले बिए पास गरेर गएको त्यो मलाई शिक्षा कामै लागेन। मैले त्यो जब गर्नको लागि तपाईँको
मैले प्राप्त गरेको त्यो सर्टिफिकेटहरू इनफ भएन। शिक्षा त छ, बोर्डिङ स्कुलमा 10 क्लास पढ्ने मान्छे अहिले अस्ति मैले अघि नै भने मैले होइन, म टिचरको रूपमा बोर्डिङ स्कुलमा पढ्न जाँदाखेरि मेरो गुरुको हो त नर्सरीका नानी, जसले उसलाई नै म सिकाइरहेको छु। टोयलेट जानु पर्यो भने मे आई गो टु टोयलेट म्याम भन्छु, तर उसले मलाई सिकायो होइन, यसरी बोल्नुपर्छ भनेपछि मैले भन्न खोजेको के हो भने बोर्डिङ स्कुलमा पढ्ने भाषा त बोर्डिङ स्कुलको भाषा जान्नु पर्यो नि त। त्यो बोर्डिङ स्कुलमा पढेर त बोर्डिङ स्कुलको शिक्षा प्राप्त गर्न सक्नु भएन नि त हाम्रो नानीहरूले। त्यो शिक्षा प्राप्त गर्नु पर्यो नि होइन। अब 10 क्लास पढिरहेको छ, उसलाई 10 लाइन अङ्ग्रेजी, अब बोर्डिङ स्कुल भनेको त अङ्ग्रेजी शिक्षा हो नि, भाषा त अङ्ग्रेजी हो नि। तर त्यो भाषा नसिकिकन मैले एसएलसी पास गरेँ भने त के मैले त्यहाँको शिक्षा प्राप्त त गरेन नि। त्यो तपाईँको बोर्डिङ स्कुलमा नगर्न सरकारी स्कुलमा जो नेपाली भाषामा पढाइन्छ, कम्तीमा त नेपाली भाषा बोल्दछ नि त हाम्रा नानीहरूले, जे जस्तो बोले पनि। तर बोर्डिङ स्कुलको सिकाइमा हाम्रा नानीले पठाएपछि त उल्टे बोर्डिङ स्कुलको भाषा भन्ने नै अङ्ग्रेजी भाषा हो। अङ्ग्रेजी भाषा सिकेर आफ्ना बुवा हजुरबुवालाई पनि त सिकाउनु पर्यो नि। अथवा मैले यो सिकेँ भनेर जबसम्म ऊ बोल्दैन भने हामीले कसरी भन्ने त्यो बोर्डिङ स्कुलको शिक्षा प्राप्त गरे त होइन। त्यही भएर म अब हरेक कुरा स्कुलकै के अरे यो आरोप लगाउने कुरामा म स्वीकार्य छैन। किनभने अभिभावकहरू पनि त्यतिकै सचेत रहनुपर्ने हुन्छ। ओके अभिभावक होइन, म भन्न चाहन्छु अभिभावक सबभन्दा दोषी हो। एकदमै अभिभावक अभिभावकहरूलाई नै एउटा सचेतना दिनु जरुरी छ। बरु स्कुलहरूले नै पनि विद्यार्थीलाई मात्रै पढाउनु भन्दा नि अभिभावकहरूलाई नै पनि पढाउनु पर्ने जरुरत मैले देखिराखेको छु। यसको मतलब ओके। एकदमै 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 जरुरी छ। जबसम्म मैले मेरो बच्चा जबसम्म म कसरी पढाउँछु अथवा मैले के गर्नुपर्छ बच्चाको लागि, जबसम्म गार्जियनले बुझ्दैन सिक्दैन, बच्चा सिक्दैन, कन्फर्मै सिक्दैन। एकदमै किनभने मेरो मोटा बच्चा मात्र छ जसलाई मैले सिकाउन सकिरहेको छैन, बुझाउन सकिरहेको छैन भने स्कुलमा एउटा कक्षामा 30-35 जना हुन्छ, जसमा एउटा टिचरले पढाउनु पर्ने आवश्यकता हुन्छ। जबसम्म हामी यो कुरालाई हाम्रो टिचरलाई हामीले गार्जियनलाई सहयोग गरेन भने हाम्रो बच्चाले अहिलेको आवश्यकता जुन एजुकेसन छ त्यो हासिल गर्न सक्दैन। त्यसैले म यही इन्टरभ्यूबाट के सम्पूर्ण के अरे यो हाम्रो गार्जियनहरूलाई, सम्पूर्ण अभिभावकहरूलाई हामी यो भन्न चाहन्छौँ, तपाईँको बच्चाले तपाईँ के सोच्नु भएको छ उहाँको भविष्य त्यतैतिर जान्छ। किनभने अब तपाईँको सिकाइमा नै, तपाईँको बोलाइमा नै, तपाईँको व्यवहारमा नै त्यो हाम्रा नानीहरू जो स्कुल भर्खरै हिँड्दै गरेको नानीहरू स्कुल गइरहेको छ, हामीले बोल्ने भाषा, हामीले लगाउने भाषा, हामीले गरेको खानपिन, यी सबै एजुकेसनभित्र पर्छ। त्यो हामीले उसलाई नभनिकन उसले हामीलाई देखेर सिकिरहेछ। त्यसैले यो कुरामा अभिभावकहरूले सचेत हुनुपर्छ। हामीले कसरी बच्चासँग व्यवहार गर्ने, हामीले के गरिदिएपछि बच्चाहरू हेरेर एजुकेटेड हुन्छ, त्यो जबसम्म गरिँदैन तबसम्म तपाईँ जस्तासुकै स्कुलमा राख्नुहोस्, स्कुलमा राखेर यो बच्चाहरू हाम्रो असली रूपमा सही रूपमा शिक्षित हुन्छ भन्ने मलाई लाग्छ। गाउँका युवाहरू अहिले पढे लेखे पनि अब पढ्न लेख्न नसके पनि सहर र विदेश पलायन भइराखेका छन्। विशेष गरेर विदेश जान एकदमै ठुलो होड छ। यसलाई रोक्न तपाईँ त विदेश पनि बस्नुभएको हो, सहर पनि बस्नुभएको हो, अब अहिले गाउँमा हुनुहुन्छ, समाज सेवा राजनीतिमा अगाडि बढ्दै हुनुहुन्छ।
यो गाउँका युवाहरू विदेश पलायन हुनबाट रोक्न तपाईँको सुझाव के छ मिलन दाजु? योभन्दा त अब धेरै राम्रो प्रश्न सोध्नुभयो होइन। अब युवाहरू देशको नै कर्णधार हो। यो व्यक्तिले रोक्नुभन्दा पहिला पनि अब सरकारले यसलाई रोक्नुपर्छ। सरकारले यसलाई एउटा उद्देश्य लिनुपर्छ कि हामी हाम्रा देशका युवाहरूलाई जुन हाम्रा विभिन्न शिक्षा हासिल गरेका युवाहरू छ, हाम्रै देशमा कुन कुन फ्याक्टरमा लगाउने हो होइन, कसरी यसलाई आफ्नै देशभित्र युवाहरूलाई कसरी प्रयोग गर्ने हो, ताकि बिना युवाको सहयोगले, बिना युवाको कर्मले देश त अगाडि जाँदैन। त्यही भएर सबभन्दा महत्त्वपूर्ण सरकारको दायित्व हो होइन। अब सरकारले नै आफ्नो दायित्व बिर्सिसकेपछि म एउटा पब्लिकले कति गर्न सक्छु, म त गरि नै रहेको छु। त्यो सन्दर्भमा म युवाहरूलाई मैले गर्न खोजेको, जसरी म वैदेशिक रोजगारमा आइसकेपछि यहाँ तपाईँको एउटा वैदेशिक रोजगारमा जाने सञ्जाल पनि छ, जसका म जिल्ला अब धेरै पद लिएर बसिरहेको छु म। अब नेवाल भाइलाई यो थाहा थिएन, एउटा रिटर्निङ फेडरेसन के अरे वैदेशिक रोजगार संस्था पनि छ। वैदेशिक रोजगारमा आइसकेका साथीहरू छ, त्यसको एउटा सञ्जाल संस्था खडा गरेको छ। जुन वैदेशिक रोजगारमा गइसकेपछि, यहाँबाट गइसकेपछि जुन त्यहाँ मान्छे ठगिने, कसरी ठगिन्छ, कसरी काम गर्नुपर्छ, जाने भन्दा के गर्नुपर्छ, त्यो एउटा जनचेतनाको कार्यक्रम लिएर एउटा स्थापित भएको संस्था हो यो होइन। यसको म सल्लाहकार, पहिला त उपाध्यक्ष नै थियो, अहिले सल्लाहकारको रूपमा छु। र सक्दो अब यसलाई रोक्ने क्रम त अब सरकारले नै पुरा फ्री छोडिदिइसकेपछि अब सरकारको सरकारकै सरकारकै सरकार संसार नीतिमा त्यसो भए त्यो त्यो कुराहरू आउनु जरुरी छ तपाईँले भन्न खोज्नु भएको। ओके, तपाईँ ठिकै छ। सरकारको केन्द्रमा नेतृत्व गरिराख्नु भएको छैन, तपाईँ गाउँमै पनि अब चुनावी हिसाबले पो नेतृत्व गर्नु भएको छैन, तर तपाईँको आफ्नो पार्टीलाई, आफ्नो कार्यकर्ताहरूलाई, आफ्नो गाउँलाई त एउटा नेतृत्व गर्दै हुनुहुन्छ नि। तपाईँको नेतृत्वमा अब है मिलन दाजु, तपाईँको नेतृत्वमा भएको महत्त्वपूर्ण सामाजिक परिवर्तनहरू के छन्? तपाईँ त थारू कल्याणकारी सभाको जिल्ला सचिव पनि हुनुहुन्छ, आफ्नै गाउँमा गाउँपालिकाको पार्टीको अध्यक्ष हुनुहुन्छ। तपाईँले विशेष महत्त्वपूर्ण सामाजिक परिवर्तनहरू के छन्, के गर्नु भएको छ? अब परिवर्तन त अब खासै परिवर्तन त के भन्ने हो, त हामीले एउटा सामाजिक प्राणी भइसकेपछि केही न केही गर्नु पर्दो रहेछ होइन। त्यसै अनुरूप अब जसरी अब भनौँ न, मेरो खासै भन्नु पर्दाखेरि म पहिल्यैदेखि नै सामाजिक सङ्घ संस्थाप्रति अलिकति मेरो लगाव, चाहे बुझेर होस् चाहे नबुझेर होस्, पहिल्यैदेखि थियो र छ पनि होइन। त्यही भएर यो सामाजिक काम भनिसकेपछि मेरो मनले हुरुकै पार्छ कि म त्यहाँ गएन भने अथवा केही बिग्रिन्छ कि भनेर एउटा सोच छ नि, यो चाहे गलत सोच होस् मेरो या सही होस्, त्यसले मलाई त्यो ठाउँमा पुर्याउँछ। जसरी पहिला पनि म अब स्कुलमा टिचिङ गर्दाखेरि म दसैँ ताका आउँथेँ गाउँघरतिर। गाउँघरमा आए पनि म गाउँ फर्क गर्ने, गाउँ सरसफाइ अभियान गर्ने कुराहरूमा युवाहरू, हाम्रै सङ्गतका साथीहरूलाई उद्वेलित गर्थे कि यो काम गर्नुपर्छ। त्यही त अनि भन्न त्यसै खोजेको, तपाईँको नेतृत्वमा मैले गाउँघर अहिले सरसफाइ भइराखेको छ, राम्रो सरसफाइ भएको छ त्यसो भए? होइन, म भइरहेछ, प्रयास त गर्ने हो। मेरो मूल त अब मान्छेलाई यो गर्नुपर्छ अथवा यो गर्दाखेरि राम्रो हुन्छ भनेर एउटा उसको लागि सहायक हो। त्यही बेलाखेरि हाम्रो गाउँमा तपाईँको मेरो उसमा उही बेलाको 2054-54तिरको कुरा हो क्यारे होइन। हाम्रो जुन अहिले बाटो ढाडवा गइरहेछ त्यो बाटो हम्म पनि थिएन। हम्म हामीले एउटा
भाइले पनि जाँदाखेरि एउटा के अरे पोखरी छ, हो। त्यसको पूर्वपट्टिबाट हामी गोरेटो बाटो हिँड्दै थियौँ, जब कि हामीसँग पनि त्यतिखेर पनि अ, साधनहरू, दुई पाङ्ग्रे साधनहरू थियो। अ, उम्, मतलब व्यवस्था यति थियो कि हामी गोरेटो बाटो हिँड्दै मोटरसाइकल चलाइरहेको थियौँ। अनि उम्, छुट्टीमा दसैँ अब हाम्रो उपत्यकामा के हुन्थ्यो भने, हाम्रो स्कुलमा प्रायः सो अरू स्कुलले पनि दिन्थ्यो, दसैँ तिहार र छठसम्म हाम्रो स्कुलले छुट्टी दिन्थ्यो। लगभग 1.5 महिना जतिकै छुट्टी हुन्थ्यो। अनि त्यो बेला आउँदाखेरि हाम्रो गाउँसम्म आउने बाटै थिएन। जुन अहिले बाटो ग्राभेल बाटो छ, त्यो एउटा सानो गाउँ छ, त्यहाँदेखि ठुलो भनौँ न एक बाँस तल तपाईँको खाल्डो थियो, जसलाई त्यो बाटो यो यसरी काम गरेपछि यो बाटो सुचारू रूप हुन्छ भने कसैले, न राजनीतिक कर्मीले सोचेको थियो, न समुदायले। अनि हामी नै हाम्रै सर्कलका भाइहरूले सबै गाउँमा बाटो छ यार, हाम्रो गाउँमा बाटो छैन। अनि उहाँहरूले प्रस्ताव राख्नुभयो, तपाईँ बसेपछि यो बाटो खुल्छ भनेर। एउटा उहाँहरूको कन्फिडेन्ट थियो कि मिलन बसेपछि, मिलन यसलाई सहकार्य गरेपछि यो बाटो खुल्छ। अनि मैले अब मसँग त जम्मा 1.5 महिनाको टाइम छ। मैले भनेको म अब एउटा स्कुलमा काम गरिरहेको छु, प्राइभेट स्कुलमा। प्राइभेट स्कुलमा काम गरेपछि अब मैले टाइममा जानै पर्छ, तर 1.5 महिना म जति म यसमा जे मैले गर्नुपर्छ त्यो सबै गर्छु। हुन्छ, ठिकै छ, हामी तयार छौँ, तपाईँ प्लान बनाउनुहोस्। अनि त्यतिखेर तपाईँको यो हाम्रो यो संरचनाहरू पनि, मतलब यो पोलिटिकल पार्टीहरू पनि डिजल्भ भइसकेका थियो। 20 वर्षको जुन अन्तराल, त्यही बेलाको कुरा गर्दैछु। त्यतिखेर भनेपछि त्यो माओवादीको बाटो पनि बाटो एउटा राम्रो निर्माण भयो। ओके, अब भविष्यको योजना र प्रेरणातिर थोरै जाउँ मिलन दाजु। तपाईँले गर्न चाहेको तर अझै सफल हुन नसकेको कुनै महत्त्वपूर्ण योजना छ भने त्यो के हो? मेरो एउटै चाहना छ कि अब योजना भनौँ न, चाहना युवाहरू छ, र साना साना नानीहरू छ। अब पनि उनीहरूलाई राम्रो शिक्षाको लागि एउटा समाजमा राम्रो वातावरण होस्, होइन। अहिले मूल कारण म त्यही देखिरहेको छु। यदि मैले यो अहिलेको जुन तपाईँको बहुत यो समाज खण्डीकृत भएर जुन वातावरण धुलित छ, त्यसमा हाम्रा विद्यार्थी भाइहरूले राम्रो शिक्षा ग्रहण गर्न पाइरहेको छैन। यसको लागि मैले प्रयास पनि गरिरहेको छु। यो मेरो अहिले ध्येय नै त्यही हो। जबसम्म युवाहरू शिक्षित भइँदैन, तबसम्म कुनै पनि समाजले चाहेको अथवा समाजले सोचेको अवस्थामा समाज पुग्न सकिँदैन। एउटै मात्र छ, युवाहरूले, विद्यार्थी भाइहरूले राम्रो पढुन्, त्यसको लागि असल असल शिक्षा असल शिक्षा पाउने शिक्षा। वातावरण बन्न सक्नु पर्यो, हामीले स्कुलहरूमा बनाउन सक्नु पर्यो। ओके, सामाजिक परिवर्तनका लागि युवाले के गर्नुपर्छ? तपाईँ उनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ मिलन दाजु? सामाजिक परिवर्तनको लागि त मुख्य भूमिका युवाहरूकै हुनुपर्छ, होइन। हरेक युवाले अब, किनभने 2 किलोमिटर यही WLLC-कै म शिक्षा फेरि याद गराउँछु। WLES। मलाई एकदमै। यहाँ कोठाबाट के अरे चिया पसलसम्म जानु पर्यो भने पहिला मैले चाल्नै पर्छ, अनि मात्रै त्यहाँ पुग्छु, होइन। अब यो सिकाइकै माध्यमले युवाहरूलाई म के भन्न चाहन्छु, युवाहरू, तपाईँ हामी समाजको एउटा ऐना हो। यो ऐना तपाईँ हामीले सफा गरेर राख्नुपर्छ, ताकि जसले हेरे तापनि हाम्रो अनुहार राम्रो देखोस्। त्यो कदममा हामीले चल्नुपर्छ भन्ने मेरो युवाहरूको एउटा मेरो आग्रह हो। जबसम्म उम्, हामी एक युवाले, एउटा युवा जस्तै मेरो कर्तव्य के हो, मैले आफ्नो कर्तव्य आफैले पालन गर्नुपर्छ। अरू साथी युवाहरूले उसले गर्नुपर्ने कर्तव्य उसैले त्यसलाई ऊ गरिदियो भने
यो समाज अगाडि बढ्न सक्छ। र हरेक युवाको कर्तव्य छ कि यो समाजलाई अगाडि बढाउन हरेक युवाले आफ्नो भूमिका, जुन राम्रो भूमिका छ, गर्नुपर्ने भूमिका छ, समाजले सिक्नुपर्ने भूमिका छ, त्यो निभाइदियो भने हाम्रा आउने पिँढीहरू हामीले सोचेको जस्तो बन्न सक्छ जस्तो। मेरो उद्देश्य नै त्यही रहन्छ र त्यसमा म लागि नै रहन्छु। अन्त्यमा मिलन दाजु, तपाईँको प्रेरणाको स्रोत को हुन्? समाजका लागि निरन्तर सङ्घर्ष गर्ने तपाईँलाई के कुराले प्रेरित गर्छ? धन्यवाद। अब यो त साह्रै सान्दर्भिक प्रश्न हो होइन। मैले अघि नै भने नि म तपाईँको मेरो यसको प्रेरणाको स्रोत भनेको मेरो आमा नै हो। अब अहिलेको मेरो पारिवारिक अवस्था हेर्दाखेरि कसैले नि पत्याउँदैन कि मिलनले आफ्नो जुन बाल्यकाल छ त्यो बाल्यकाल दुःखमय भएको होला होइन। तर मेरो वास्तविकता बेग्लै छ। म मेरो बुवा त अहिले हुनुहुन्न, स्वर्गवास भइसक्नु भएको छ। तर एउटा गार्जनले अहिले म जस्तै म आफ्नो छोराको बाउ छु। मैले गार्जनको हिसाबले मैले आफ्नो छोराको लागि जुन दायित्व मैले निभाउनु पर्ने हो त्यो निभाएन भने बच्चाले दुःख पाउँछ अथवा बच्चा सही ठाउँमा पुग्न सकिँदैन। मेरो भएको त्यही हो। मेरो बुवा पनि हुनुहुन्थ्यो, अब खेतीपाती पनि यही अवस्थामा थियो। तर परिवार सञ्चालन गर्नुपर्ने दायित्व बोकेका गार्जनहरूको कमीले मैले धेरै दुःख पाएँ र म आफ्नो मम्मीलाई एकदमै धन्यवादको पात्र मान्छु, गुरु मान्छु। पहिलो गुरु त उहाँ नै हो, दोस्रो गुरु मेरो स्कुले नानीहरू हो, तेस्रो गुरु हाम्रो प्रिन्सिपल हो। यो तीनजना मेरो अहिलेको जुन म जो बोल्छु, जो व्यवहार गर्छु, यो मेरो सबै स्रोत यो तिनैजना हो। र यसमा प्रमुख भूमिका मेरो मम्मीको छ। हाम्रो मैयाके छै जे जिन्दगी कसरी जिउनु पर्छ उहाँले सिकाएको हो होइन। म अहिले पनि मेरो आँखामा आँसु आउँछ। मम्मीलाई म सम्झिन्छु कि उसले जीवन कसरी जिउनु पर्छ। मलाई जब म 3-4 क्लासमै थिएँ त्यतिखेर नै मेहनत गर्नुपर्छ, मेहनत बेगर कुनै पनि कुरा प्राप्त हुँदैन भन्ने शिक्षा मेरो मम्मीले दिनुभयो। तर मेरो मम्मीको शिक्षा के थियो त, किनभने ऊ पढे लेखेको मान्छे थिएन। अनि उसले सञ्चालन गर्न, अब तिम्रो घरमा हलो जोत्ने मान्छे छैन, अनि उहाँले हलो बोकेर अनि हलोको त्यो गोरुमा हाल्ने हुन्छ त्यो दुइटै बोक्ने, अनि म गोरु लिएर जान्थेँ। एकतिर अगाडि डोर्याउनुहुन्थ्यो मम्मीले, अनि म हलो जोत्थेँ। त्यसमा सागपात हुन्थ्यो, त्यसमा मम्मीले केही उत्पादन गर्नुहुन्थ्यो र मेरै लागि, हाम्रै लागि पकाएर हामीले खुवाउनुहुन्थ्यो। जीवनको सिकाइमा मलाई लाग्छ मेरो मम्मी बहुत ममतामय थियो, धेरै कुरा धेरै सिकाएर ठुलो जानु। रोल छ। मम्मीको शिक्षामा निरन्तर मम्मीको प्रेरणाले अगाडि बढ्दै हुनुहुन्छ। अन्तिममा अब मिलन दाजु, समय लगभग हामी 1 घन्टाभन्दा बढी हुन लाग्यो। शिक्षा र सिप कार्यक्रम हो। WLS रिसर्च फेसबुक पेजमा हरेक बुधबार यो कार्यक्रम लिएर आउँछौँ र आजको गेस्ट मिलन लेखी, उहाँ अगेन्सार कृष्ण सबरण गाउँपालिका वार्ड नम्बर 2 का वासी पनि हुनुहुन्छ। थारू कल्याणकारी सभा जिल्ला सप्तरीको सचिव हुनुहुन्छ। उहाँ आफैले अहिले भनिसक्नुभयो रिटर्निङ फेडरेसनको उपाध्यक्ष हुनुहुन्थ्यो, अहिले सल्लाहकार हुनुहुन्छ र अघिनसार कृष्ण सबरण गाउँपालिकामा भएको जनता समाजवादी पार्टीका अध्यक्ष पनि हुनुहुन्छ। उहाँसँग आज विशेष कुराकानी गरेका छौँ। अन्तिममा
यो डब्लुएलइएस रिसर्चलाई तपाईँले कसरी लिइराख्नु भएको छ? डब्लुएलइएस रिसर्चले जुन बच्चाहरूलाई अङ्ग्रेजी भाषा ह्याबिटका कुराहरू सिकाउँदैछ, युवाहरूलाई कम्युनिकेसन्स स्किल्स, यो पब्लिक स्पिकिङ स्किल्स सिकाउँदैछ, हामीले यो जुन लाइभ कार्यक्रमहरू गरिराखेका छौँ, यो कार्यक्रमहरूलाई मिलन दाजुले कसरी हेर्दै हुनुहुन्छ? यो त एकदमै राम्रो हो होइन। पहिला सुरुदेखि म पनि यसैमा जोड्न चाहेको हो, तर एउटा भन्छ नि मान्छे एउटा टाइम पनि आउँदो रहेछ र सिकाइको क्रममा मान्छे कहिले कन्भिन्स हुन्छ त्यो पत्तो पाउँथ्यो होइन। जसरी अब यो त एकदमै आज म यो डब्लुएलएलसीको टिमलाई बहुत धन्यवाद दिन चाहन्छु म होइन। किनभने अब भनौँ न, अब सिकाइका कामहरू मान्छे स्कुल गएर किताब गएर सिकिँदैन, जबसम्म प्र्याक्टिकली जुड्दैन तबसम्म सिकिँदैन। जुन काम यो हाम्रो डब्लुएलसीले गरिरहेछ त्यो एकदमै स्वागत योग्य हो र म भन्न चाहन्छु होइन, उदाहरणकै रूपमा दिन चाहन्छु। हाम्रै तपाईँहरूको वरिपरिको भाइ बहिनीहरू छ जो 10 क्लास अथवा भनौँ न प्रायः 10 क्लाससम्म छ, 10 क्लाससम्म पढेर 10 लाइनसम्म पनि बोल्न जान्दैन। किन जान्दैन त? जुन कुरा अहिले डब्लुएलएसले गरिरहेछ त्यो कुरा स्कुलले गरिरहेको छैन होइन। हामीभन्दा ठुलो संस्था हो डब्लुएलसी, भन्दा ठुलो संस्था स्कुलै खोलेर राखेको हो। त्यहाँ हजारौँ विद्यार्थीहरू एजुकेसन लिइरहेछ, तर के गरिरहेछ त किताब बोकिरहेछ, उसले लिनुपर्ने दिनुपर्ने चिज भइरहेको छैन। त्यही भएर यो हाम्रो यो डब्लुएलएसको यो जुन एउटा कार्यक्रम छ यो त धेरै धन्यवादको पात्र छ र म यो समुदायलाई भन्न चाहन्छु, यदि तपाईँको बच्चा स्कुल त गएको छ तर स्कुलको सिकाइले उसको आवाजमा बोली छैन, जुन जरुरी छ होइन। लाटो मान्छेले त लाटोको इसारा मात्रै बुझ्छ होइन, तर एजुकेसन लिइसकेको बच्चाले अब एजुकेसन लिँदा पनि आवाज छैन। यो आवाज निखार गर्नको लागि यो धेरै महत्त्वपूर्ण छ। यो यसमा म पनि अब किनभने आज यो के हो मैले बुझेँ, आंशिक रूपमा बुझेँ तापनि यो धेरै महत्त्वपूर्ण छ यो कार्यक्रम। यसमा म पहिला पनि भने अब जस्तै अब हाम्रो शनिबार छ थारू छात्रावासमा थारू महिलाहरूले त्यो थारू छात्रावास जो एउटा यसको अधोगति भएछ त्यसलाई राम्रो लानको लागि जब हामीले यो थारू कल्याणकारिणी सभा नयाँ सभा भयो यसलाई घचघचाउँदै गयो, तपाईँको अब यो सञ्चालनमा ल्याउनुपर्छ। त्यही क्रममा धेरै कामहरू भइरहेछ। साथीहरूले हाम्रै समाजका साथीहरू, थाकोसकै साथीहरू वा थारू समाजकै विज्ञहरू दाजुभाइ दिदीबहिनीहरू सबै चन्दा स्वरूप दिएर यसले जुन प्रक्रिया यसलाई सुचारू गर्ने प्रक्रियामा लाग्नुभएको छ उनीहरू पनि धेरै पात्र धन्यवादका पात्र हुनुहुन्छ। त्यसै क्रममा शनिबार एउटा महिलाहरूले पिकनिक आयोजना गरेको छ त्यही ठाउँमा, ताकि हामी एक ठाउँमा ग्यादरिङ होस् र यसैको बारेमा यसलाई कसरी अगाडि बढाउने लाने कुरामा त्यो दिन शनिबार आउँदो शनिबार त्यहाँ छलफल पनि हुन्छ धेरै विषयमा। तपाईँको सहभागिता पनि हुन्छ, ठिकै छ। पिकनिक भोजमा मात्रै भन्दा पनि थोरै त्यहाँका युवाहरूलाई जोड्न खोजेको लिडरसिप पब्लिक कार्यक्रम लिडरसिप पब्लिक स्पिकिङ कति जरुरी छ भन्ने कुरा पनि यसो जनाउनु होला मिलन दाजुले। मैले त्यो अनुरोध गर्न चाहन्छु। त्यो एकदम त्यो पिकनिक भोजमा नवल सर भाइलाई आग्रह गर्छु शनिबार तपाईँ पनि आउनुहोस् र त्यो म वातावरण त्यहाँ मिलाउँछु। किनभने त्यहाँ महिला भन्छ नि पहिलो शिक्षक नै आमा हो। आमा साथीहरू महिला साथीहरू धेरै आउँदै हुनुहुन्छ। यो म वातावरण मिलाउँछु। यो कुरा भाइले आएर राख्नुहोस् होइन, त्यसमा सहभागी भइदिनुहोस् भनेर मेरो निम्तो पनि हो। र म ठिकै छ। सम्पूर्ण समुदायलाई भन्छु, तपाईँका नानी होस् या म जस्ता मान्छे होस्, केही सिक्नु पर्यो भने यो उसमा आएर जोड्नुहोस्, हाम्रो डब्लुएलएस उसमा आएर जोड्नुहोस् र
ज्ञान प्राप्त गर्नुहोस्, त्यही ज्ञान नै काम लाग्छ भने मेरो बुझाइ हो र वास्तविकता पनि यही हो जस्तो लाग्छ। र आज जुन यो डब्लुएसएलले मैले जाने बुझेको कुराहरू यस माध्यमबाट समाजलाई आफ्नो कुरा राख्न मौका जुन दिनुभयो, त्यसको लागि डब्लुएसका सम्पूर्ण टिम, नवल भाइ बाहेक हाम्रो सुशील सर को जोड्नु भएको छ होइन, भगवती सर त हरेक दिन एउटा कुरा राख्नुहुन्छ जो मलाई एकदमै राम्रो लाग्यो। त्यसको ब्रिफिङ हाम्रो सुशील सरले गरिराख्नु भएको छ, एकदमै राम्रो हो। जसको मोनिटरिङ नवल भाइले गरिराख्नु भएको छ। यो तपाईँको योभन्दा सेवा दिनुपर्ने अरू माध्यम म देख्दिनँ। यसमा बिना कुनै लोभको, कुनै लालचको जुन यो डब्लुएसएलले जुन एउटा ज्ञान वितरण गरिरहेछ, यो बहुतै स्वागत योग्य हो। यसमा हामी सम्पूर्ण अभिभावक विद्यार्थीहरूले यसलाई सहयोग गर्नुपर्छ र यसमा जुट्नुपर्छ भन्ने मेरो बुझाइ छ। र अन्तमा म पुनः डब्लुएसएललाई बहुत बहुत धन्यवाद दिँदै जुन कुरा मैले राख्न पाएँ, अब हाम्रो समाजले कति बुझ्यो, प्रश्न कसैले सोध्नु भएन, आज पनि गरेका थिएँ होइन। एकदमै मैले देखिराखेको छैन कमेन्टमा खासै। धेरैजना हेर्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद। तपाईँहरू पनि कमसेकम हेर्दै हुनुहुन्छ। आउने दिनमा पनि पछि पनि यो हेरिसकेपछि पनि कुनै फिडब्याक, कुनै प्रश्न रह्यो भने अवश्य नै राख्नको लागि अनुरोध गर्छु। डब्लुएलएस रिसर्चले शिक्षा सँगसँगै यो लिडरसिप, पब्लिक स्पिकिङ सँगसँगै स्वास्थ्यमा प्राकृतिक रूपले स्वस्थ रहनुपर्छ, हाम्रो वरिपरिको रहेको आँपको पात कति महत्त्वपूर्ण छ भन्ने कुराहरू धेरै मान्छेलाई अझैसम्म पनि आँप को पात, आम के पात से कहीं के रोग ठिकै, बिरामी ठिकै, त अझै पनि त्यो मानसिकता छ। त्यो मानसिकतालाई बदल्नुहोस्। डब्लुएलएस रिसर्चको यही फेसबुक पेजमा हेर्नुहोस्। आज जो मान्छेले पत्याए, विश्वास गरे र पैसा थिएन, त्यही पात ल्याएर खान थालेपछि किडनी रिकभर भएको छ होइन। विराटनगरका न्युरो हस्पिटलले ठिक गर्न नसकेका माइग्रेनका समस्या ठिक भएका छ, पत्थरी ठिक भएका छ। कति मान्छेको एलर्जी जस्तो बिरामी जुन कि कुनै पनि हालतमा ठिकै भइराखेको हुँदैन। धेरै, यति धेरै समस्या छ। भर्खरै म सुनसरी पचिरामा एउटा सत्सङ्ग कार्यक्रममा सहभागी भएर आउँदैछु। यही कार्यक्रमहरू गर्दाखेरि त्यहाँ यति धेरै मान्छेहरूको त्यो एलर्जीको समस्या देखेँ, सीता म्याम जस्तै। उहाँहरू सबैलाई मैले आँपको पात खान सल्लाह दिएको छु, त्यही अनुसार। त्यो मात्रै गरेर हेर्दाखेरि हाम्रो समाज कहाँबाट कहाँ पुग्दो रहेछ। त्यसैले यसका बारेमा सबैजना सचेत हौँ। आफ्नो बारीको पातलाई प्रयोग गरेर हेर्नुहोस्। कन्फ्युजन छ, आउनुहोस् हामीसँग। कसरी प्रयोग गर्ने, कति मात्रामा खाने, के गर्ने, ती खालका प्रश्नहरू छ मान्छेमा। त्यो गर्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। र मिलन दाजुलाई धेरै धेरै धन्यवाद। तपाईँको राजनैतिक जुन यात्रा छ माथिसम्म बढोस्। तपाईँ जस्तो पढे लेखेका व्यक्तित्व गाउँपालिकाको मात्रै राजनीतिमा होइन कि वास्तवमा केन्द्र लेभलसम्म तपाईँको नेतृत्व अगाडि बढ्न सकोस्, हामी त्यो चाहन्छौँ। त्यहाँका युवाहरूलाई मार्ग निर्देश गर्नुहोस्, अगाडि बढाउनुहोस् समाज। किनभने अब तपाईँले सबै तरिकाले आफ्नो पारिवारिक हिसाबले पनि आफ्नो बच्चाहरूलाई पनि अगाडि बढाइसक्नु भएको छ। राजनीतिकै उद्देश्य हो भने, निस्वार्थ भावले साँच्चीकै लाग्नुभयो भने अवश्य नै सफल हुन्छ। डब्लुएलएस रिसर्च तपाईँको साथमा हुनेछ। त्यही अनुरोधका साथ आजको कार्यक्रममा तपाईँको समय दिनुभयो, धेरै धेरै धन्यवाद। आउने दिनमा फेरि पनि यसरी नै कुरोकानी गर्ने हामी मौका पाउँछौँ। अन्तिममा केही छुटेको छ, केही बताउनै पर्छ जस्तो लाग्छ भने त्यो राख्दै हामी बिदा लिन्छौँ। मिलन दाजु, म त अब एउटै कुरा भन्छु होइन। अब डब्लुएलएस को धेरै उद्देश्यहरू छ, सार्थक छ। हाम्रो
मेन त अब स्वास्थ्यसँग जोडिएको छ। स्वास्थ्य नै रहेन भने हामीले केही पनि गर्न सक्दैनौँ। उम्, एकदमै मुख्य चिज होइन, जुन हाम्रै वरिपरि छ, जसको लागि हामीले एक पैसा पनि खर्च गर्नु पर्यो। खालि दिमागमा सेट गर्नु पर्यो, एउटा विश्वास हुनु पर्यो, त्यो हामीले राख्नै पर्छ। किनभने अब पैसा खर्च बिनाको विश्वास मान्छेहरूले लिन खोजिरहेको छैन जस्तो मलाई लागिरहेछ। त्यो नगरौँ होइन। बिना पैसाले तपाईँ हामीले नै लगाएको आँप मुनगाका जुन चिज छ हामीले चिन्न नसकेर कहिले विराटनगर धाएका छौँ, कहिले टिचिङ हस्पिटल काठमाडौँ गएका छौँ, कहिले इन्डियाको कुन कुन ठुल्ठुला हस्पिटल गइरहेका छौँ होइन। हामीसँगै बिना पैसाले जुन एउटा मिराकल जस्तो एउटा जुन फाइदा दिइरहेछ तपाईँको होइन, आफू पाताले प्र्याक्टिकली हेरिसकेको छ। जुन हाम्रो साथीहरूले पनि यहाँ धेरै सेयर गरिसक्नु भएको छ। वैज्ञानिकहरूले पनि अब यसलाई प्रमाणित गरिसकेको छ। यो तपाईँको गुगल्समा पनि हेर्न सक्नुहुन्छ, यसको बारेमा पढ्न सक्नुहुन्छ। हरेकको हातमा मोबाइल छ, इन्टरनेट छ होइन। त्यही भएर म आग्रह गर्न चाहन्छु सबै साथीहरूलाई अन्तमा कि तपाईँ हामीसँगै भएको, हामीले उत्पादन गरेको बहुमूल्य चिज हो, यसमा पैसा लाग्दैन। यसलाई गर्नुहोस् र यो प्रयोग गर्न जुन प्रेरित गरिराख्नु भएको छ WLS-ले, यो सबभन्दा धन्यवादको पात्र हो। यसलाई जारी नै राख्नुहोस्। योसँग म पनि जोडेको छु र म आज वाचा गर्छु यसलाई योसँग जोड्न र स्वास्थ्यको ख्याल राख्ने जुन एउटा परिकल्पना गरेको छ शिक्षा बारेमा। स्वास्थ्यको बहुत दुइटै चिज बहुत महत्त्वपूर्ण छ। पहिला स्वास्थ्य भयो हामीले शिक्षा, राम्रो शिक्षा ग्रहण गर्न सक्छौँ होइन। दुईटा कुरालाई जुन अब र मान्छेको एउटा क्यापेबल बनाउने होइन, स्पिकिङ पावर जुन मनमा छ भन्न सकिरहेको छैन, जुन ऊर्जा दिइराख्नु भएको छ, यो महत्त्वपूर्ण समाजलाई परिवर्तन गर्ने नै पक्षमा छ। यो एकदमै आवश्यक छ जुन गरिराख्नु धेरै भएको छ। धेरै धेरै धन्यवाद मिलन दाजुलाई समय दिनुभयो आजको लागि। यहाँहरू सब धेरैजना हेर्दै हुनुहुन्छ, मैले देख्दैछु गयानन्द चौधरी सर, लालबाबुजी, अनि रञ्जना कुमारी चौधरी, त्यस्तै गरेर सुशील दाजु पनि हेर्दै हुनुहुन्छ। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। कृपया आफ्नो प्रोफाइलबाट आफ्नो ग्रुपहरूमा सेयर गर्नको लागि अनुरोध गर्न चाहन्छु। यसरी नै शिक्षा र सिप कार्यक्रम अर्को एपिसोड अर्को बुधबार लिएर विशेष WLS रिसर्चबाट लिडरसिप पब्लिक स्पिकिङको यात्रा गरेर अहिले राम्रो परिवर्तन, राम्रो स्वास्थ्य पाउनु भएको एकजना महिला लेडिज हाम्रो भनौँ न WLS लर्नर्सलाई लिएर आउनेछु अर्को बुधबार। र WLS रिसर्चले प्यारेन्टिङका सेसनहरू पनि गर्दैछ। त्यसको लागि चैत्रको अन्तिममा हामी एउटा बच्चा प्यारेन्ट्सहरूको विशेष फिजिकल वर्कसप पनि गर्दैछौँ। त्यो कार्यक्रमहरूको बारेमा तपाईँहरूको जिज्ञासा चासो रह्यो भने अवश्य नै हामीसँग जोड्नुहोला। भने भर्खरै गएको शुक्रबार शनिबारबाट 3 महिनामा लिडरसिप पब्लिक स्पिकिङ सिकाउने गरेर पब्लिक स्पिकिङको सेसन सुरु गरेका छौँ। त्यो कोर्समा सहभागी हुन चाहनुहुन्छ भने 2वटा सेसन भएको छ। आउने शुक्रबारै पनि जोड्न चाहनुहुन्छ भने तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। धेरै ढिलो हुनुभयो, यो शुक्रबार शनिबार पनि जोड्नु भएन भने यो सेसनमा तपाईँलाई सहभागी गराउन सक्दैनौँ। यो अनुरोधका साथ आजको कार्यक्रममा समय दिनुभयो मिलन दाजुलाई फेरि पनि धेरै धेरै धन्यवाद दिँदै यहाँहरू सबैजनाको दिन शुभ होस्, मङ्गल होस्। नमस्कार।